सो हाम्रो कुच्चीको टिका लगाउने काम भाइले अब कहिले टिका नलगाएको मान्छे आज टिका लगाउँदाखेरि सो यो ब्याग चाहिँ कसैले चोर्न सक्छ भनेर मैले आफैसँग राखेको छु हैन यो ब्याग क्या बोला तूने ओ भाई ये क्या है सो यसमा पैसा टन्नै छ झूठ बोल रहा है सो हेलो आई नमस्ते वेलकम टु माई न्यू मिनी भ्लग आई होप म चाहिँ एकदमै सन्चै छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला सो आज चाहिँ टिकाको दिन दसैँको टिकाको दिन सो हामी चाहिँ अब टिका लाउनलाई रेडी भइसकेका छौँ सो घरमा अब दिदीहरू हुनुहुन्छ हैन भाइहरू छन् ठुलो बुवा हुनुहुन्छ सो मम्मीहरू चाहिँ माइततिर गइसक्नु भएको छ एकछिनमा हाम्रो टिका लगाउने टाइम 11:55 मा भनिसकेपछि अब चाहिँ हामी एकछिनमा टिका लगाउनु पर्ने हुन्छ अच्छा हमको सिखा रिया है सो आज चाहिँ विशेष टिकाको दिन दसैँको यो नेपालीहरूको महान चाड बडा दसैँको टिका लगाउने दिन हैन आज सो मसँग यो ब्याग पनि छ हैन यसमा पैसा पनि छ हैन यो आज टिका लगाइसकेपछि दिनुपर्ने दक्षिणाहरू चाहिँ मैले यहाँ ब्यागमा राखेको छु सो यो ब्याग चाहिँ कसैले चोर्न सक्छ भनेर मैले आफैसँग राखेको छु हैन यो ब्याग क्या बोला तूने ओ भाई ये क्या है सो अन्त कतै राखिसकेपछि यो ब्याग हराउन पनि सक्छ चोर्न सक्छन् कसैले भनेर सो मैले चाहिँ आफैसँग ब्याग भिरेर यहाँनिर राखिरहेको छु हैन समझ रहे हो आप समझ रहे हो कैसा लगा मेरा मजाक सो यसमा पैसा टन्नै छ झूठ बोल रहा है सो आज दसैँको टिकाको दिन भएको कारणले सो देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुवा इष्टमित्र सम्पूर्णलाई दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु सो जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ रहनुहोला व्यस्त रहनुहोला हाँसी खुसी बिताउनु होला आजको दसैँ टिकाको दिन हैन सो अब चाहिँ हाम्रो एकछिनमा टिका लगाउने काम हुन्छ अब चाहिँ हाम्रो टिका लगाउने टाइम भइसकेपछि अब चाहिँ हामी टिका लगाउन सुरु गर्दैछौँ हैन दिदीले चाहिँ यो मैन खामामा चाहिँ टिका लगाउनुहुन्छ पहिला हाम्रो यो मैन खामामा टिका लगाइसकेपछि मात्रै हामीहरू लगाउनु पर्ने चलन भएको कारणले अच्छा हमको सिखा रिया है सो दिदी चाहिँ अहिले टिका लगाउँदै हुनुहुन्छ हैन पहिला मैन खामामा टिका लगाइसकेपछि हामी बल्ल लगाउनु पर्छ भन्ने हाम्रोतिर चलन रहेको हुँदा हामीले चाहिँ पहिला मैन खामामा टिका लगाउँदैछौँ अहिले सो त्यसपछि चाहिँ हामी सबै टिका लगाउने छौँ हैन सबैजनाले सो अहिले चाहिँ दिदीले मैन खामामा टिका लगाइसक्नु भएको छ अब चाहिँ हामी टिका लगाउनु पर्ने हुन्छ हैन सो लेट्स गो सो अब चाहिँ हामी टिका लगाउँदैछौँ हैन अब आज चाहिँ दसैँको टिका चाहिँ सबभन्दा ठुलो बडाको हातबाट लगाउने भएको कारणले हामी ठुला बुवाको हातबाट टिका लगाउँदैछौँ हैन सो ठुला बुवा चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ हैन सब सो अहिले चाहिँ नानीहरू लगाइदिनुहुन्छ टिका हैन
सो हाम्रो खुच्चीको टिका लगाउने काम भाइले अब कहिले टिका नलगाएको मान्छे आज टिका लगाउँदाखेरि सो अहिले चाहिँ हाम्रो टिका लगाउने काम सकिसकेको छ। अब चाहिँ दिदीहरूले फोटा खिच्ने भन्नुभएको छ होइन। अब चाहिँ हामी एकछिन फोटा खिच्छौँ, त्यसपछि चाहिँ हामी अब खाना खानुपर्ने हुन्छ। हामीले बिहानदेखि खाना पनि खाएको छैनौँ होइन। टिका लगाएपछि मात्र खाना खाने भनेर हामीले टिका नलगाउन्जेल खाना पनि खाएको छैनौँ होइन। अब चाहिँ टिका लगाइसक्यौँ, एकछिन फोटा खिचेर अनि खाना खानुपर्ने हुन्छ। सो अब चाहिँ हामी फोटा खिच्दैछौँ होइन। सो लेट्स गो। यो चाहिँ हाम्रो फोटा खिच्ने काम सुरु भइरहेछ होइन। यता चाहिँ फोटा खिच्दैछ भाइले होइन। सो उता चाहिँ फोटा खिच्ने नानीहरू भाइहरू त्यहाँ छन्। सो हाम्रो अहिले चाहिँ फोटा खिच्ने कार्यक्रम चलिरहेछ। भाइले चाहिँ यतातिरदेखि फोटा खिचिरहेछ यहाँ भाइहरूको होइन। सो अहिले चाहिँ हाम्रो फोटा खिच्ने काम सकिसकेपछि अब चाहिँ हामी खाना खान जाँदैछौँ। सो लेट्स गो। अहिले चाहिँ हामी सबैजना मिलेर खाना खाँदैछौँ होइन। हाम्रो टिका लगाउने काम चाहिँ अगाडि सकिसकेको थियो, त्यसपछि चाहिँ हामी खाना खाँदैछौँ सबैजना। सो अहिले चाहिँ हामीले खाना खाइसकेर हामी चाहिँ बाहिरतिर आइसक्यौँ होइन। हाम्रो आजको दसैँ चाहिँ एकदम बवाल भइरहेछ होइन। सो हजुरहरूको कस्तो भइरहेछ, सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु। आजको दसैँ चाहिँ कस्तो भयो हजुरहरूले कमेन्ट बक्समा गएर भनिदिनु होला होइन। सो आजलाई चाहिँ ह्याप्पी दसैँ भन्दै बिदा हुन्छु।